के खुवाको नेक्स्ट vlog ठोकेर राख्नु Hello guys, welcome back to my channel. This is your girl Chandra Cheche. तपाईहरुलाई फेरि पनि मेरो नयाँ भ्लगमा स्वागत छ। तपाईहरुले आजको थम्बनेल र टाइटल हेरेर थाहा पाइसक्नु भयो आज के छ भनेर। आज हामी चाहिँ दुई जना मुकबाङ गर्न जाँदैछ र यता हुनुहुन्छ एना डन मेरो साथी हुनुहुन्छ। यता चाहिँ आज दुई जना चाहिँ मुकबाङ गर्न आटेको है। सो सेलिसके गाइस सेलियो पुरै र हाम्रो साथमा छ रामेन अन्डा हो सँगसँगै कोक पिउनको लागि कोक पिउँछ यसरी गाइस हामी चाहिँ सेल्ले गाइस सेल्ले पुरै सेल्ले। अनि यहाँ हाम्रो सनी साइड अफ एक पनि छ। च्यानलको मान्छेले देखाउनु पर्ने हो देखाउँदैछु नेपाली हो नि गाइस। डटर पनि राख्दैछ। डरले हाल्ने कि कति हाल्नु यो चाहिँ डर के आगे जिते यस्तो डरले त हाल्नु आँटाइन। मैले हाल्नु त हालेँ कि तर कम्ती चाहिँ अलिकति छ भरे चन्द्र त अहिले अब इफ हालेर खाइसक्नु ठिकै छ नि है। त्यस्तो खासै उयो चलाउनु आउँदैन हो तर केही छैन। मलाई त्यो पनि आउँदैन, त्यो अलिअलि भए पनि आउँदैन। यस्तो मिठो बनायो गाइस धुक्सरी आयो पुरै सुकेसम्म ए चिसो भयो त 3x हो 3x सो दामी लाइट आयो बाहिरको घाम हालौँ कोक अचानक प्लान भएको क्या अचानक। तपाईँ के टेबल ड्याममै हुन्थ्यो होला नि प्लान गरेको भए चाहिँ अनप्लान हो नि त। बस्दा बस्दा के गरौँ भने मुकबाङ गरौँ भन्दै चाहिँ मुकबाङ गरेको हामी। क्रेभिङ क्या थाहा पाएँ मार्चिन मैले भने क्रेभिङ यहाँ चाहिँ हाम्रो चिसो होइन कि उयो भएछ हौ। त्यसको उछिट्यो त्यही त है। चियर्स चियर्स गाइस गाइस नहाँस्नु त मेरो चपस्टिक चलाइमा। फर्स्ट बाइट यो चाहिँ फेरि कम्ती खायो भने पनि कम्ती हाल्यो भने पनि पिरो त त्यही हो नि त। एकछिन गाइस खबर मिला म 3x ले त अन्त नदेखेको बाउको बिहान देखाउँछ आमामा। भ्याटिनिन तात्यो पुरा कान। मर्नु मन पऱ्यो होला है। नो आई कान्ट।
यस्तो भन्दा अझै बस्तीको अन्डा हुनुपर्छ कि यस्तो क्या मिठो हुन्छ ओ माई गड दामी अझै चिकन डायमन्ड चाहिँ छैन कि अब चिकन डल्लै चाहिँ छ आफ्नै अनुहार हेरेन बोल्नु पनि चाहिन्छ अघिसम्म कपाल झारेर के भइरहेको थिएन औकातमै आ गई दामी भयो कि पिरो अन्डा मान्छे कसरी खान्छ है ननिस्किने पनि त निस्किन्थ्यो होला कानबाट मैले त ननिस्किनु भनेको छु तर अन्डाले हेब्बी साथ गरिदिँदो रहेछ टेस्टी पनि टेस्टी आइडिया दिने मान्छे चाहिँ नि दामी हो यही मान्छे हो भोलि भरे चाट पोलोस् न त्यसमा चाहिँ मेरो नाम थिएन आउट अफ लिस्ट बोल्छ खत्म हुआ ये भी मेरा वाला खत्म हो गया गाइस मलाई त्यो भोलिको बाटो पनि हेर्नु र मलाई बाँच्नु छ साथी नचाप न मैले सबै हालिदिएँ फर्स्टमा कम्ती हाल्यो अलिकति सेकेन्डमा हाल्यो थर्डमा मैले डल्लै हाल्यो औकात से बाहर तुलाई बेसी हाल्दिनँ मैले होइन मेरो डल्लै चाहिँ मैले त्यो बिस्तारै खायो भने झन् पिरो पिरो हुन्छ हो त्यो चाहिँ डुलेर आउनु मन पर्यो हराए के हो त्यो गीत त म हराएँ गाइस म हराएँ साँच्ची मुटु पोलेर आयो मुटु ढुकढुक कलेज फ्याट भन्नु भएको छैन होला नि म पनि बिग बाइट हेरेँ नि त यो चाहिँ यसको बिग बाइट सक्दिनँ म यही 3x हुन्छ भन्ने गाइस औकातमा आएँ म अनुहार मेरो यस्तो छ
मम्मा आउँदैछ औकातमा आई गिभ अप अन्डा चाहिँ खान्छु वाउ यही चाहिँ मम्मीसँग मलाई अन्डा अरे बेल खोलिन्छ बाबु Dale la ahorita no. I give up, guys. No. रोमांस नहीं करता डांस नहीं करता इनको पता ही नहीं है Pero va. Oh, pura गरम बा के खुवाको लास्ट खत्म बिग बाइट बिग बाइट घालाहरू सबै हो अब चाहिँ फेरि ड्याम्मै हुन्छ नि त्यो कोकसँग खायो होइन बुढी उसै भएको चाहिँ हुन्छ तर म सबैमा इभन आफ्नै मुखबाङ भिडियोमा डल्लै खाइसक्दिनँ त कोही बेला म पनि सक्दिनँ कि मलाई भोक लागेको थियो र त्यो भएर खाएको होला मैले माने मलाई पिरो आया 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 मेरो भाइले मेसेज गर्दैछ र गाइस एकैछिन ल बुढी दुख्यो गाइस म तपाईँले मलाई चिन्नु भएन है र गाइस इन्ट्रो भन्थ्यौँ इन्ट्रो तपाईँहरूले मलाई इन्ट्रो भनेर मात्रै चिन्नुहुन्छ होला नि कतिले मलाई चिन्नुहुन्छ हुँदैन सो मेरो इन्ट्रो भनिदिन्छु ल यो मान्छे मेरो अलिकति त्यो पिरो सकियो नि त म एन्टरटेन गराउँदै गर्छु त हजुरलाई त्यो त अब यस्तो थियो हो सो मेरो इन्ट्रो चाहिँ हजुरको स्पेस छ हजुरको सामु हाई गाइज के ल नमस्ते स्याजिलो दर्शन अनि फ्याप्लो सेवार सेवान जुजलापन आशिरे कामरेमो वेलकम ब्याक टु हर युट्युब च्यानल दिस इज रुक्साना एन्ड दिस इज Chandra Chetri's vlog. And if you haven't subscribed her channel yet, so please do subscribe and press the bell icon also that you can easily connect with me. चिन्नु भयो होला नि अब I hope back to fresh ल पिरो भा उन्ज्यालो दामी आइरहेको छ नि त एकछिन ल अब ब्याक टु फेरि आइहाल्छु back to knuckle powering. यो औकातमा र गाइस हामीले चाहिँ मुखबाङ पनि गरिसक्यो हैन एकदम दामी भयो पिरोले झन्डै मार्यो र फर्स्ट अफ अल मैले सकेँ है रुक्सानाले चाहिँ सक्नु भएन अन्त मजा आयो टेस्ट आउँदैन 3x मा चाहिँ है तर मैले अस्ति भन्दाखेरि चाहिँ आज चाहिँ मैले मजाले खाएँ नभए चाहिँ मलाई पिरो बेसी भयो 2 सम्म चाहिँ ठिकै छ कि 3 खायो भने चाहिँ खान सक्छु तर त्यस्तो त्यो के रामेनको टेस्टै आउँदैन त्यो पिरो बेसी भएर यहाँ बोल्नु पनि कस्तो कस्तो भयो अस्ति चाहिँ मैले खाएको थिएन सकेन पनि अस्ति खाने चाहिँ आज चाहिँ मैले मजाले खाइदिएँ मिठो पनि भयो मलाई चाहिँ हो फेरि यो पनि डल्लै हालेँ नि त मैले छैन यसमै हो
सल्युट र गाइस तपाईलाई भिडियो कस्तो लाग्यो हेरेर लाइक शेयर कमेन्ट पनि गरिदिनुस् होला है र जतिसक्दो हामीलाई माया दिनुहोस् मेरो युट्युब च्यानलमा पनि र उहाँको युट्युब च्यानलमा पनि तपाईहरुलाई मुनिपट्टि यस्तो ठ्याक लेखेर हाल्छ त्यो के भन्छ हैन डिस्क्रिप्सनमा लेखेर लिंक उहाँको लिंक पनि छोडिदिने छु युट्युबको है सो सँगसँगै मलाई पनि माया दिनुहोस् उहाँलाई पनि माया दिनुहोस् है प्लिज सो गाइस बाय बाय सी यू नेक्स्ट ब्लग ठोकेर राख्नुस् फ्रेम बनाएर ठोकेर राख्नुस् बाय बाय गाइस औ निभा तिमी निभा निभ्नु पर्दैन के भएको